72 साल असौज 20 गते पशुपतियो डोटी जिल्ला छतिनको कठमते दैवको लीला कस्तो कुन बेला के हुन्छ सम्झिँदा त त्यो घटना झन्झन यो मन रुन्छ यो के भयो भयो जोराइलमा यो के भयो भयो कठै आज धेरैको गाडीले ज्यान गयो कठै आज धेरैको गाडीले ज्यान गयो हरेक सालमा दसैँ आउँछ कसले टीका लाउला यो संसारमा मेरी आमा खोजेर कहाँ पाउला न त मैले लासै देखे न दाग बत्ती दिए अस्पतालको शैयाबाट आँसु पुछ्दै थिए यो के भयो भयो नेपालमा यो के भयो भयो कठै आज धेरैको गाडीले ज्यान गयो पक्कै पनि धेरै ठाउँमा दुर्घटना भइरहेका हुन्छन् कयौँ विधवा छन् कयौँ अपाङ्ग छन् ती सबैलाई स्मरण गर्दै चाहिँ यो घटनाको गीत तपाईँहरूमा प्रस्तुत गरेको छु सायद यस्तो घटना जीवनमा नआओस् किनभने हामी कुनै बिरामीले मर्दा कुनै अति उपदेश पाएर मर्छौँ तर अकस्मात हुने घटनाले आफ्ना परिवार गुमाउँदा जतिको पीडा यहाँ कसैको जीवनमा पनि घटेका होला कति पीडा हुन्छ भनेर हामी चटक्कै चाहे संसार छोडेर जाँदा चाहिँ हामीलाई त्यो पछुतो जिन्दगी भइरहेको हुन्छ त्यो भएको कारणले गर्दा यस्तो घटना कहीँ नहोस् हाम्रो जीवनमा यस्तो नहोस् भन्दै अहिलेको लागि म छुट्टिन्छु तपाईँहरूलाई पछि चाहिँ मैले रमाउने गराउनेछु धन्यवाद।